हेलो साथीहरू, गुड मर्निङ सबैजनामा। अहिले चाहिँ म भर्खर उठेर माथि पनि लुगाहरू सुकाएको नि त होइन, टेरिसमा लुगाहरू हेर्न जाँदैछु। सुकेको सुकेन, ड्युटी जानुपर्ने साथीहरू। म चाहिँ भर्खर उठेको सुकेन होला ड्युटीको किन रहेछ साथीहरू। आफूको मेसिन घाम सुकाउँछु त घाम लागेको छैन साथीहरू। टी सर्ट सुकाइहाल्छु। सुकेको छैन रहेछ लुगा। साथीहरू हामी चाहिँ टेरिसमा छु, लुगाहरू माथि सुकेको छैन रहेछ। आज साथीहरू म ढिलो उठेँ होइन, अनि त्यही भएर खाना पनि परेन। ड्युटी जानु परेको छ। यहाँ चाहिँ कोकोनट फलिरहेको छ, कोकोनट यस्तो भइरहेछ नि त साथीहरू। अब जान्छु, एकछिनबाट उठाउन आउँछु। लुगा चाहिँ फुलिरहेको छ। चाहिँ जुत्ताहरू पनि सुकाइरहेको छु धोएर। चप्पल चाहिँ उठाएर लान्छु। होइन। अनि अब म चाहिँ गएर उयो रोपेको छु नि त, खोर्सानी रोपेको थिएँ साथीहरू। अहिले रोपेको होइन, ठुलो नै हुँदैन। अनि आमाले मुन्टा चुडाइदिएन भनेर चाहिँ खोर्सानीको मुन्टा चुडाएको छु। त्यसो पानीहरू हाल्छु होइन। जुत्ता चाहिँ म यहाँ राख्छु साथीहरू। अन्त चाहिँ म अब यहाँ चाहिँ मेरो पूजा गर्ने ठाउँ छ र पूजा गरेको छुइनँ। चाहिँ मेरो किचन। कस्तो साह्रो भयो खोल्नु। म चाहिँ यहाँ पानी थाप्दैछु, पानी हाल्नको लागि साथीहरू। हेर्नुमा पानी हालेर चाहिँ फोनमा ब्याट्री पनि छैन साथीहरू। त्यसपछि फोन चार्ज गर्छु। अनि पछि चाहिँ म ड्युटी जाँदाखेरि फेरि ड्युटीमा फोन चलाउनु जाँदैन। एक साथीहरू मैले यस्तो रोपेको छु है। अनि यसरी चाहिँ म पानी हाल्छु। मनी प्लान्टमा चाहिँ मलाई नानीले सिकाउनु भएको थिएन। ल बिहान पानी हाल्नुपर्छ भनेर चाहिँ नानाले भन्नुभएको थियो। अनि चाहिँ मैले पानी हाल्दैछु साथीहरू। योवाला चाहिँ मजाको भएको छ है प्लान्ट योवाला कि। अरू चाहिँ सबै यस्तो भइरहेछ है। यहाँ चाहिँ मैले रोपेको छु खोर्सानी। यहाँ म चाहिँ पूजाहरू गरेर बाहिर चाहिँ धुप यहाँनिर यहाँ गाड्छु नि त के। अन्त यो पत्ता त सबै सुकिसकेछ बिचरा धुपले भेटेर। अनि त्यही यादै गरेको थिइनँ। पत्ता त सब सुकेछ। अनि अब यस्तो पानी हाल्छु। यो रोपेको मैले नभएको नि 8-9 महिना भइसक्यो होला। छैन, बढ्दैन। यहाँ चाहिँ मैले यो के भन्छ त्यो हुन्छ नि सब्जीको बोक्राहरू, टी पाउडरहरू के डिकम्पोज गरेर चाहिँ मैले मल बनाएर दिएँ। अन्त चाहिँ साग रोपेको छु। रायो साग रोपेको थिएँ पहिला चाहिँ होइन। धनियाँ रोपेँ, धनियाँ पलाएन, धनियाँ नै आएन।
अनि रिस उठेपछि चाहिँ मैले त्यसमै फेरि माथिबाट रायो साग हुन्छ नि, रायो साग। यहाँ चाहिँ हाम्रो आउनाले रोपेको यो चाहिँ फुल यस्तो छ। यहाँ चाहिँ लेमनको रुख पनि छ हैन।